तराईमा नेपाली जनताको टाउकोमा तागी तागी गोली हान्नेहरू काठमाडौँमा पनि केही गर्नु खोजेका होइनले के हामी जनताले आफ्नो अधिकारको लागि बोल्दा यो सुरक्षा संयन्त्र के हामीले दिन खोजेको हामी आफ्नो अधिकारको लागि तिमीहरूको बन्दुक तिमीहरूको गोली तिमीहरूको लाठी तिमीहरूको प्रशासनदेखि कदापि डराउँदैनौ तिमीहरूले हामीलाई दमन गर्छौ भने त्यसको प्रतिकार दिनलाई हामी तयार छौँ काठमाडौँ उपत्यका भरि भएको हामीहरूलाई तिमीहरूले दमन गर्दा हामी अहिलेसम्म सहेर बसेका थियौँ विकासको नाममा तिमीहरूले हाम्रो भूमि लुट्ने हाम्रो संस्कृति भाष्यौ हाम्रो सम्पदा भाष्यौ अझै भूमाफियाहरूसँग मिलेर हाम्रो भूमि तिमीहरूले लुट्न खोजेको छौ भने तिमीहरूले कान बोलेर सुन हामी खाली हात भएकोसँग लड्न तयार छौँ आन्दोलन गर्ने र देशबाट परिवर्तन ल्याउन हामी काठमाडौँ उपत्यकाका जनताहरू सक्षम छौँ भनेर बुझ्यो सरकारले हाम्रो कुरालाई हाम्रो न्यायिक कुरालाई तिमीहरूले व्यवस्था गर्दै हामीलाई तिमीहरूको सुरक्षा अङ्ग प्रयोग गरेर दमन गर्न खोज्छौ भने यसको लागि हामी जे पनि गर्न तयार छौँ कहिले फास्ट ट्र्याक कहिले आउटर रिङ रोड कहिले स्याटेलाइट सिटी कहिले सडक विस्तार भन्दै हाम्रो भूमि लुट्ने तिमीहरूलाई अब छोड्ने छैनौँ।